अथवा हाम्रो मारी नगरपालिका 8 वडा सचिव प्रेम राईज्यूलाई आज हामीले विशेष गरेर हाम्रो वडा नम्बर 8 को वडा कार्यालय उद्घाटन तथा सम्पर्क कार्यालय उद्घाटन गरेका छौँ। विशेष गरेर यस कार्यक्रमका प्रमुख अतिथि हाम्रो नगरका पिता श्रम संस्कृति पार्टीको पिता विनोद नेमाङज्यू, साथै जिल्ला सदस्य दीपक सापङज्यू र उपसंयोजक महानगरपालिका राम राई तथा लक्ष्मी आचार्यज्यू, साथै नगर सदस्य सूर्यबहादुर राई, रामबहादुर याङ्ना राई लगायत हाम्रा वडा नम्बर 8 का सम्पूर्ण वडा कमिटीका पदाधिकारीज्यूहरू, छिमेकी वडा नम्बर 2 का वडा अध्यक्ष मनबहादुर वैभवज्यू तथा यहाँ यस श्रम संस्कृति पार्टीलाई साथ समर्थन सहयोग गर्दै आउनुहुने तमाम श्रमदाताज्यूहरूलाई म जय माटो तथा सेवा भन्न चाहन्छु। विशेष गरेर हामीले आज यो वडा कार्यालय कसरी किन गठन गरियो भन्ने कुरा यहाँलाई म थोरै भन्न चाहन्छु। हामीलाई जहाँ पनि यहाँ 8 नम्बरमा को छ त अध्यक्ष, को संयोजक, को के हो भनेर जहाँसुकै पनि हामीले सोध्ने, हामीलाई नै सोद्धाखेरि अलिक अप्ठ्यारो हुने के हामी नै हो भन्दा पनि उहाँले नपताएको जस्तो पनि हुने। त्यसैले गर्दा पनि अब हाम्रो वडा कार्यालय यहाँ छ, फल्लाको घरमा छ भने त सम्पर्क कार्यालय र सम्पर्क नम्बरहरू पनि छोडिने भयो नि त। त्यसैले गर्दा धेरै मान्छेले हाम्रो श्रम संस्कृति पार्टीमा आबद्ध हुनु खोज्दै गर्दा पनि हामीले नगर्न नसकेको अवस्था छ। अब त्यसलाई केही हदसम्म भयो भने समन्वय गर्नलाई सजिलो हुन्छ भन्ने मलाई चाहिँ आशा लागेको छ। यस कार्यक्रमलाई सभ्य र भव्य समर्पण गर्न लागि आउनुहुने सम्पूर्ण श्रमदाताज्यूहरू तथा आजसम्म यो हाम्रो श्रम संस्कृति पार्टीलाई सञ्चालन गर्न विभिन्न आर्थिक रूपमा भौतिक रूपमा हामीलाई धेरै नै असजिलो अवस्थाहरू थियो, त्यो पनि आज हामीले थोरै पुरा गर्दै लगिरहेका छौँ। विशेष गरेर हामीलाई देश विदेशबाट हामीलाई आर्थिक रूपमा आफ्नो घाँसको भात थोरै काटेर खाएर भए पनि हामीलाई सहयोग गर्नुभएको छ। सहयोगदाताहरूलाई पनि विशेष कृतज्ञता प्रदान गर्न चाहन्छु। र आज यसै कार्यक्रम मार्फत हाम्रै वडा कमिटीका कोषाध्यक्ष भवरमान राईज्यूले 4 थान पेल्चा हाम्रो सङ्गठनलाई प्रदान गर्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद। उहाँको जीवन यापन सहज र सरल बनोस्, उहाँलाई शुभकामना। यसै गरी सुरेश राईज्यूले पनि एउटा बेल्चा 1 थान बेल्चा हामीलाई हस्तान्तरण गर्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। यसै गरी योभन्दा अगाडि पनि हाम्रो सूर्यबहादुर राईले 1 थान ह्यान्ड माइक पनि प्रदान गर्नुभएको थियो। सम्पूर्ण दाताहरूमा सहयोगी मनहरूप्रति विशेष धन्यवाद र उहाँहरूको उपस्थितिमा हामी उहाँहरूलाई उच्च सम्मान गर्नेछौँ। म धेरै नेताहरू जस्तो भाषण बोल्नु पनि आउँदैन, यति भन्दै हाम्रो यो आजको माई नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय उद्घाटन कार्यक्रम यही समापन भएको घोषणा गर्न चाहन्छु। जय माटो, जय श्रम संस्कृति पार्टी।